आज चाहिँ म के भन्नु गइरहेछु भने माने यो त सबैको मतलब जिन्दगीमा सायद गुज्रि नै रहेको होला। म जे भन्नु गइरहेछु मैले भन्नु चाहिँ के खोजेको भने कि माने हामीले जति पनि गरौँ न कसैलाई तपाईले मद्दत गर्नुहोस्, राम्रो गर्नुहोस्, कुनै गुण गर्नुहोस्, तर एक दिन कुनै केही प्रकारले हामीले उसलाई मद्दत गर्न सकिनौँ या केही माने अब उसको साथ दिन सकेनौँ भने त्यही कुरो नै नराम्रो भइहाल्छ। त्यो मान्छेको निरी चाहिँ त्यहाँ नराम्रो भइहाल्छ। त्यो मान्छेको चाहिँ छवि माने पहिले जो बुढाबुढीले भन्नुहुन्थ्यो नि कि तपाईँ 100वटा तपाईँले उयो गर्नु न, गुण गर्नु न, तर एउटा अवगुण गर्नुभयो भने एउटा केही तपाईँले गरिदिनु भने त्यो अवगुणै ज्यादा उयो उब्रिएर आउँछ। त्यो 100वटा गुण गरेको चाहिँ त्यो चाहिँ उब्रिएर आउँदैन भनेर भन्नुहुन्थ्यो नि हाम्रो अब बुढा खाडा मान्छेहरूले चाहिँ। अनि आज चाहिँ त्यही नै भइरहेको छ। अनि त्यो कारणले चाहिँ म चाहिँ भन्छु कि चिल गर्नुहोस्, त्यो नसोच्नुहोस्, किनकि हामीले आजसम्म सबैलाई खुसी कसैलाई पनि बनाउन सकिँदैन हैन भन्नु त। हामीले कसैलाई पुरै खुसी राख्छौँ या खुसी बनाउँछौँ भन्ने सोच कहिले पनि नराख्नुहोस्। कोही न कोही दुखी नै भइरहेको हुन्छ हामीबाट। त्यही कारणले चिल गर्नुहोस्। यस्तो घाम छ अनि घाममा चाहिँ ज्यादा टेन्सन नलिनुहोस्। कसले के सोच्दैछ, को कता रिसायो, कसले के मुख फर्कायो भनेर चाहिँ नसोच्नुहोस्। अनि चिल बस्नुहोस्। गरम पनि बहुत ज्यादा छ। हुन्छ।